ल साथीहरु, हामी आज तिलागुफा वडा नम्बर 1 कालीकोटमा आइसकेका छौं र आज हामी ले एकदम विशेष हाम्रो देउडा गायक जमानाको एकदम गायक पनि हुनुहुन्थ्यो। उहाँको स्वर पनि थियो, तर अहिले उमेरको कारणसँगै हल्का स्वर बसे पनि उहाँसँग आइसकेका छौं। अनि हजुरको नाम भनिदिनु न। मेरो नाम नवीन साई। हजुर। पहिला तिलागुफा नगरपालिका वडा नम्बर साबीको 2 हालको 1, अहिले चाहिँ बसाइ सुर्खेत। त्यसैले हजुर जमानामा गीत गाउनुहुन्थ्यो हैन? हाम्रो उमेरमा एकदम दोहोरी गाउने, केटीहरुसँग देउडा गाइने। हजुर गाइन्थ्यो पहिला। अब अहिले यो उमेरको कारणले गर्दा स्वर पनि त्यति छैन, अब गीत पनि गाइन त्यति जानिदैन भनौं न। त्यही त, अब उमेर गए पनि अब तपाईको अलिकति स्वर छ। एउटा देउडा हाम्रो यो फेरि साथीहरु कर्णालीतिर एकदम देउडाको प्रचलन बढी छ, ठाडी पाका देउडाको। त्यसैले हजुरले अलिकति देउडा एक देउडा भनिदिनु पर्यो है। त्यही सम्झना स्वरूप भन्दिमला पछिको सम्झनाको लागि। तर स्वर छैन, अब पछिको लागि सम्झना हुन्छ भनेर एक दुईटा गीत भन्दिमला। त्यही त। ल ल त्यसो भए देउडा जाओस्। हे घर आएको छौं, हे देउताको पछेटाइ गरेन। भत्तीसँग भेट भएर माया लागेको छौं। हे माया लागेको छौं, हे भतिसँग भेटिया भयो र आस्यो काडी खेलाउ आयो रायसुआएको बाइगाल मोनिसु सम्झना मेरो पुगे मेरा जिल्ला। हे पुगे मेरा जिल्ला, मने सामे जाइन मेरो ना बिडे यताइरा सूर्य बाई टेलिए फानी बाइट नौला सुन पुराना भाउले ओइ जाऊ चलन सारा। हे होई जाऊ चलानी साइरा नौलाई सुने पुहाइनाइ भाउले। हजुरहरुको समयमा त हाम्रो त्यो समयमा कालीकोटतिर बस्ने चलन पनि थियो है। थियो। अनि राति गएर केटीहरुसँग गीत गाउने, राति गएर केटीहरुसँग गीत गाउने। दिउँसो अब यस्तै हामीहरुको सानो सानो हुनेलाई यस्तै गोरु भेडाती जाने, भैँसीती जाने, डाँडा काँडामा गीत गाउने। हजुर। त्यस्तो गर्दा गर्दा गीत गाउँदा गाउँदा जति गायो जति स्वर खारिदो रहेछ, स्वर पनि आउँदो रहेछ। अब अहिले नगाएको, यो गीतै नगाएको भने 60 सालबाट यता तपाईको 21 वर्षको गीत नगाएको भनेपछि अब कहाँबाट स्वर आउँछ? अब हजुरले एउटा केटीसँग बस्न जाँदाखेरिको एउटा त्यस्तो किसिमको गीत गाइदिनु पर्यो। ल हामीहरु केटीसँग जाँदाखेरि कस्तो गीत गाउँथ्यौं भनेपछि पहिला म तासँग आया मेरै आयो पालो, निको छ के दरा खोलो, गाछ छ के सुकालो भनेर भन्थ्यौं के। ल यसलाई भाका हालेर गाउनुस्।
हे धनिया पहिला म तासँग आए धनिया हे धनिया मेरै पाड्यो पालो बले काम पनिया हे धनिया मेरै पाड्यो पालो बल काम पनिया हे धनिया निको छ के दरा खोलो धनिया हे धनिया गाछ के सुकालो बोल काम पनिया गाछ के सुकालो बोल काम पनिया। केटीहरूले के भन्थिन् भनेपछि हुम्लो जाँच्यो देउराम साईले गाउँ जाँच्यो थानीले आजसम्म असलै छौँ ताका नुन पानीले भनेर भन्थे। त्यसैले यसलाई लैहाल्नु छ। हे धनिया हुम्लो जाँच्यो देउराम साईले धनिया हे धनिया गाउँ जाँच्यो दाइनीले बल काम पनिया हे धनिया गाउँ जाँच्यो दानीले बल काम पनिया हे धनिया आज सामलाई छौँ धनिया हे धनिया ताका नुने पानीले बले काम पनिया हे धनिया ताका नुने पानीले बले काम पनिया। हामी यस्तै हेरेर यही लोयोमा अथवा भाषा त विभिन्न किसिमका हुन्थे। मैले अहिले यो भाषा भने भाषा त हरेक हुन्थे, तर यही लोयोमा यस्तै हेरेर हामी गाउँथ्यौँ केटीहरूसँग गीत। ल हुन्छ, अब हजुरले पनि एकदम 2-4 वटा गीत गाउनु हो, ठिकै छ। उमेरको उसले गर्दा स्वर नभए पनि स्वर एकदम राम्रो छ, हजुरको स्वर एकदम राम्रो छ। ल त हुन्छ त है। हस् हस् हस्, नमस्कार।